2025 मा चाहिँ एउटा मुभी रिलिज भएको थियो साथीहरू हैन। मुभीको चाहिँ नाम रहेको थियो प्रोटेक्टर। यो चाहिँ एक अमेरिकन प्लस साउथ कोरिया दुईटा देश मिलेर बनाएको चाहिँ एक्सन थ्रिलर मुभी हो साथीहरू हैन। अब यो मुभीमा चाहिँ यो मुभीको चाहिँ रन टाइम चाहिँ तपाईहरुले 1 घण्टा 32 मिनेट रहेको छ भने चाहिँ अब यो मुभी चाहिँ कस्तो छ तपाईहरुको टाइम रिजर्भ गर्छ कि गर्दैन भनेर चाहिँ आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ यो मुभीको पुरै डिटेल्स दिन्छु है त साथीहरु। अब यो मुभीमा चाहिँ स्टोरी देखाइएको छ एक निक्की नामको चाहिँ एक महिला हुन्छिन् जुन चाहिँ पूर्व सैनिक हुन्छिन् हैन। आर्मीबाट चाहिँ उले अवकाश लिइसकेपछि चाहिँ आफ्नो छोरीसँग चाहिँ शान्त जीवन बिताइरहेकी हुन्छिन्। एक दिन अचानक उसको छोरीलाई चाहिँ किडन्याप गरेर लान्छन् हैन। अनि अब निक्की फेरि कोही पुरानो अवतारमा आर्मी अवतारमा उत्रिन्छिन् र आफ्नो छोरीको चाहिँ खोजी कार्यमा लाग्छिन् हैन। अब उसको छोरीलाई चाहिँ कसले किडन्याप गरेर लगेको र केको लागि रहेको हो भनेर चाहिँ जानमाला चाहिँ तपाईले मुभी देख्नुपर्ने हुन्छ साथी। अहिले मैले पुरै स्टोरी हेरे भने चाहिँ तपाईलाई मुभी हेर्नुको कुनै मजै हुँदैन साथीहरु हैन। त्यही भएर चाहिँ अब यो मुभी चाहिँ अब तपाईहरुले चाहिँ लायन्सगेट प्लेमा चाहिँ अहिले हिन्दी डबिङमा पनि उपलब्ध भइसकेको छ साथीहरु हैन। अब हेर्न चाहनुहुन्छ भने चाहिँ लायन्सगेट प्लेमा गएर हेर्न सक्नुहुन्छ साथीहरु हैन। तपाईहरुले चाहिँ यसलाई चाहिँ वान टाइम वाच लिस्टमा राख्न सक्नुहुन्छ साथीहरु। भिडियो मन परेर चाहिँ प्लिज सब्स्क्राइब गरेर जानु होला।